नमस्ते। आज हामी एउटा निकै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। स्रोतहरू केलाउँदा भेडा बाख्रामा लाग्ने एउटा डरलाग्दो रोग पीपीआर बारे धेरै कुरा आयो। हो, पीपीआर। यसलाई बाख्राको हैजा पनि भन्दा रहेछन् हैन? सुन्दा नि कस्तो डरलाग्दो। हो, एकदमै संक्रामक हुन्छ यो। हाम्रो आजको उद्देश्य चाहिँ अब यो रोग खासमा के हो, कस्तो लक्षण देखाउँछ अनि यसलाई कसरी रोक्ने वा उपचार गर्ने भन्ने कुरा स्रोतका आधारमा बुझ्ने हो। एकदम। ल सुरु गरौँ न त। हुन्छ। यो खासमा भाइरसले गर्दा लाग्ने रोग हो अनि बाख्रामा चाहिँ अलि बढी नै असर गर्छ जस्तो देखिन्छ। बाख्रामा बढी हो, स्रोतहरूले भन्छन् नेपालमा त यो विक्रम सम्वत 2050-51 तिर त्यति बेला पहिलोचोटि पत्ता लागेको रे। ए, त्यति बेलादेखि नै? सबै उमेरकाले लाग्छ त लाग्छ, तर त्यो 3 महिनादेखि 1 वर्षसम्मका पाठापाठी छन् नि। हजुर, सानालाई? हो, तिनीहरूमा चाहिँ अलि बढी जोखिम हुन्छ। ए दाइ, यो रोग लागेपछि लक्षण देखिन कति जति समय लाग्छ? स्रोतले के भन्छ? अनि असर कतिको गहिरो हुन्छ? सामान्यतया संक्रमण भएको 4 देखि 6 दिनमा त्यतिमा लक्षण देखिन थाल्छ। 4 देखि 6 दिनमै? ओहो, अनि गम्भीरताको कुरा गर्नुहुन्छ भने एउटा कुरा एकदम डरलाग्दो छ। के रहेछ? त्यो धेरै छेर्ने र पानीको कमीले गर्दा नि मृत्युदर 20 देखि 90% सम्म पुग्न सक्छ रे। ओहो, 90% सम्म? यो त मतलब किसानको लागि त सर्वनाशै भयो नि। हो नि, एकदमै उच्च दर हो यो। तर एउटा राम्रो पक्ष पनि छ। के होला? एक पटक यो रोग लागेर बाँच्यो भने नि त्यो पशुलाई फेरि लाग्दैन रे। ए हो र? हो, जीवनभरलाई प्रतिरक्षा क्षमता विकास हुन्छ। ल, त्यो त अलिकति राहतको कुरा भयो। अच्छा, सुरुमा के देखिन्छ त? किसानले कसरी थाहा पाउनेलाई मेरो बाख्रालाई पीपीआर पो लाग्यो कि भनेर? अब सुरुमा त 81 ज्वरो आउँछ, एकदमै धेरै, 106 देखि 108 डिग्री फ़ारेनहाइटसम्म। उच्च ज्वरो? हो, अनि त्यो ज्वरो 5-7 दिनसम्म रहिरहन सक्छ। पशु एकदम झोक्राउँछ, दानापानी खान छोड्छ। खाना छोड्ने? अनि नाकबाट पानी जस्तो सिँगान बग्ने, खोक्ने, आँखा रातो हुने, कचेरा लाग्ने, आँसु आइरहने, थुतुनो पनि सुक्खा हुन्छ। यी त भए सुरुका लक्षण। ज्वरो आएको केही दिनपछि चाहिँ के हुन्छ? स्थिति कसरी बिग्रिन्छ? ज्वरो आएको 2-3 दिनपछि मुखभित्र हेर्यो भने नि त्यो तल्लो गिजा, जिब्रो, ओठको भित्रपट्टि त्यहाँ सानो सानो बिम्रा जस्तो घाउ देखिन्छ। मुखभित्र घाउ? हो, पछि ती घाउहरू फैलिँदै जान्छन् अनि मुखभरि हुन सक्छ। सेतो झिल्लीले ढाकेको जस्तो देखिन्छ। अनि मुखमा घाउ भएपछि त खानै सक्दैन होला नि, हैन? त्यसले त पानीको कमीलाई झन् बढाउला। एकदम सही कुरा। मुख दुखेर खानै सक्दैन अनि त्यसमाथि एकदम गनाउने, पातलो छेड्ने हुन्छ। कहिलेकाहीँ त रगत मिसिएको कालो दिशा पनि गर्छ। ओहो, कालो दिशा नै? हो, त्यसले गर्दा शरीरमा पानीको मात्रा वात्तै गर्छ। गर्भवती बाख्रा छ भने तुहिने खतरा पनि एकदम धेरै हुन्छ। तुहिने सम्भावना पनि? बापरे। सास फेर्न गाह्रो हुन्छ। त्यसले गर्दा निमोनिया जस्तो पनि देखिन सक्छ। लक्षणहरू त साँच्चै नै भयावह रहेछन्। यस्तो देखिसकेपछि के आशा छ त? उपचार के छ? रोकथाम कसरी गर्ने? स्रोतले के भन्छ? खै, दुर्भाग्यवश रोग लागिसकेपछि यसको कुनै भाइरसलाई नै मार्ने खालको निश्चित उपचार चाहिँ छैन। ए, छैन? छैन। मुख्य भनेको लक्षण अनुसारको हेरचाह गर्ने हो, सपोर्टिभ केयर भन्छन् नि। भनेको कस्तो? पहिलो काम त बिरामी पशुलाई तुरन्तै अरू स्वस्थबाट छुट्टै राख्नु पर्यो, सफा न्यानो ठाउँमा छुट्याउने। अनि शरीरमा पानीको कमी हुन नदिन प्रशस्त सफा पानी, झोलिलो कुराहरू सक्दो खुवाउने प्रयास गर्नुपर्छ। झोलिलो कुरा? हो, अनि पशु चिकित्सकको सल्लाह लिएर एन्टिबायोटिक औषधिहरू चलाउँदा चाहिँ त्यो अरू ब्याक्टेरियाको संक्रमण हुनबाट बचाउँछ। ए, सेकेन्डरी इन्फेक्सन रोक्नलाई? हो, ठ्याक्कै। तर सबभन्दा महत्त्वपूर्ण र प्रभावकारी उपाय भनेको त रोकथाम नै हो। रोकथाम? त्यो कसरी? पक्कै खोप होला, हैन? हो, बिल्कुल। स्रोतहरूले सबैभन्दा जोड दिएको कुरा नै यही हो। 3 महिना उमेर पुगेका जति पनि स्वस्थ भेडा बाख्रा छन् नि, सबैलाई पीपीआर विरुद्धको खोप लगाउनु नै उत्तम उपाय हो, भरपर्दो उपाय। यो खोप कहाँ पाइन्छ? कसरी लगाउने हो? स्रोतमा केही छ यसबारे? छ। खोप त सरकारी निकायहरूमा पाइन्छ, जस्तो केन्द्रीय जैविकी प्रयोगशाला, त्रिपुरेश्वर अनि अरू जिल्लाका भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्रहरू, त्यहाँ सम्पर्क गर्नुपर्छ। हुन्छ। यो प्राय फ्रिज ड्राइड मतलब सुकाएको पाउडर जस्तो हुन्छ।
त्यसलाई सँगै दिएको झोल, घोलक वा नर्मल सलाइनमा घोलेर 1 मिलिलिटर छालामुनि लगाउने हो। 1 मिलिलिटर छालामुनि। हो। अनि अर्को महत्त्वपूर्ण कुरा के छ भने खोप लगाउनुभन्दा करिब 2 हप्ता अगाडि जुकाको औषधि खुवाउनु पर्छ। खोप अघि जुकाको औषधि किन होला? जुकाले कमजोर बनाएको पशुमा खोपले राम्रो काम गर्दैन नि त, त्यसैले पहिला जुका फाल्नु पर्यो। बुझेँ। अनि रोगी कमजोर पशुलाई चाहिँ खोप लगाउनु भएन, हैन? हुँदैन। अनि एक पटक लगाएपछि यसले सामान्यतया 2 वर्षसम्म काम गर्छ। 2 वर्ष काफी रहेछ त। हो, तर रोग धेरै फैलिरहने ठाउँमा चाहिँ खै हरेक वर्ष लगाएको राम्रो भन्छन् विज्ञहरूले। सुरक्षित हुनलाई। हो। अनि अर्को कुरा, रोगले मरेको पशुलाई जथाभावी फाल्नु भएन। कि त गहिरो खाल्डो खनेर पुर्नु पर्यो कि जलाउनु पर्यो। सुरक्षित तरिकाले व्यवस्थापन गर्नुपर्छ, नत्र रोग फैलिन्छ। त्यो त गर्नै पर्यो। ल त्यसो भए आजको यो कुराकानीको निचोड के भयो त? पिपिआर भेडा बाख्राको लागि साँच्चै खतरनाक रोग रहेछ, संक्रामक, मृत्युदर पनि उच्च। एकदमै। तर समयमै लक्षण चिन्न सकियो, राम्रो व्यवस्थापन गरियो र सबैभन्दा महत्त्वपूर्ण नियमित खोप लगाइयो भने यसलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिँदो रहेछ। सरसफाइ पनि उत्तिकै महत्त्वपूर्ण हो, एकदमै। र यो सबै कुराले एउटा अलि गहिरो प्रश्न पनि उठाउँछ, हैन? कस्तो प्रश्न? कि यो रोग रोक्नलाई किसानले एकतिर प्रयास गरेर मात्रै पुग्छ त, कि यसको लागि सरकार, समुदाय सबै मिलेर अलि ठूलो स्तरमा खोप अभियान चलाउने, निगरानी गर्ने, जनचेतना फैलाउने कामहरू अझ बढी समन्वय गरेर गर्नुपर्ने हो। हो त नि, सामुदायिक प्रयासको खाँचो देखिन्छ। हो। अनि यसले पशुधनको क्षति मात्रै होइन, किसानको, खास गरी साना किसानको आर्थिक अवस्थामा कति ठूलो असर पार्छ भन्ने कुराले पनि सोच्न बाध्य बनाउँछ, हैन त?